बहुधार्मिक, बहुल संस्कृति रहेको हाम्रो देश, हाम्रो मुलुक, जहाँ धेरै संस्कार, संस्कृति, परम्पराले भरिपूर्ण रहेको छ। आफ्नै संस्कार, मूल्य, मान्यतामा सहमत रहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको प्रकृति पूजाका पुजारी हामी आफ्नै मौलिक संस्कार, संस्कृतिमा रमाइरहेका हामी परिवर्तनले संस्कार, संस्कृति धाराशायी हुँदै गरेको देखिन्छ। सबैले आफ्नो भाषा, संस्कार, संस्कृति माया गर्नु नै पर्छ। संरक्षणतिर लाग्नु नै पर्छ। विदेशी धर्म संस्कारमा कहिले पनि हामी भुलेर पनि लाग्नु हुँदैन। भनिन्छ भाषा संस्कृति मासियो भने हामी आफै पनि मासिन्छौँ। ओखलढुङ्गा जिल्ला भानेमाझिङ गाउँपालिका थाप्ले छ हिलेपानी सुकमटार जयराम जकमा होम बोली राईहरू होम संस्कारमा आबद्ध राईहरू उभोलिस संसारी भगवती पूजा दुधकोशी किनारमा समय बेलामा पानी परोस् संसारी माईले सबैको रक्षा गरोस् बाली नाली राम्रो होस् रोग व्याधि सबै हटेर जाओस् ग्रह सङ्कट हटेर जाओस् भन्ने कामना गर्दै यसरी संसारी भगवती पूजा गरिन्छ। होम संस्कारको पितृ मान्ने तरिका अनुसार नै संसारी देवीको पूजा गरिन्छ। यसमा पूर्ण रूपमा फूल फलबाट पूजा सम्पन्न गरिन्छ। नकुटेको धान होमको रूपमा प्रयोग हुन्छ। सबै मुख्य देवी देवता इन्द्रदेव, महादेव, शिवलाई समेत भाग दिनुपर्ने हुन्छ। यो पूजा हाम्रो संस्कार गुरुआमाको अगुवाईमा यो काम सम्पन्न गर्ने गरिन्छ। 2081 सालको कैलाश पूजा गर्न बाँकी रहेकोले यसै संसारी देवी पूजामा नै भाग दिएको मूल गुरुबाट जानकारी भएको छ। कैलाश पूजा विशेष गरी कार्तिक मौसिर महिनाभित्रै सम्पन्न गर्ने गरिन्छ। कैलाश पूजा झनै भव्य साथ सम्पन्न हुन्छ। यसमा वरिपरि ओखलढुङ्गा खोटाङ जिल्ला होम डेस्कमा हुने आबद्ध सबै हामी जम्मा हुन्छौँ। प्राय सबैले करिब साँझको बेला टपरी अक्षता पाती पारिवारिक ग्रह दशा सबै बगेर जाओस् भनेर बाती सेलाउँछौँ। कोसीमा लाइन बगेको दृश्य साह्रै रमाइलो देखिन्छ। कैलाश गर्दा होम नबिलेसम्म करिब रातभरि जागरण बस्नुपर्ने हुन्छ। यो 2082 सालको कैलाश यही वर्षभित्र गर्नुपर्ने मूल गुरुले भन्नुभएको छ। कैलाश गर्दा हाम्रो गाउँ छिमेकमा रहेको अन्य पुराना धर्ममा रहेका छिमेकीहरू पनि सहभागी हुने गरेका छन्। यस पूजामा लाग्ने खर्च यस होम देशमा रहेका अनुयायी जतिले लाग्दो खर्च दामासाई जोड्ने चलन छ। यो हाम्रो सामूहिक रूपमा नदी किनारमा सम्पन्न गरिने संस्कार एकदमै राम्रो लाग्छ। संस्कारभित्र आपसी चिनजान मैत्री भाव विस्तारमा सहयोग पुगेको छ।